जय मसिंह यहाँहरू सबैजनालाई फेरि पनि यो नयाँ भिडियोमा तपाईँलाई स्वागत छ र तपाईँको माझमा आज पनि मैले परमेश्वरको जीवित वचन लिएर आएको छु। हेरेर सुनेर आशिषित हुनुहोला। आजको वचन छ, फल दिने समय थिएन र पनि येशूले अन्जीरको रुखलाई श्राप दिनुभयो। मुख्य सन्दर्भ पद मर्कुस 11:12-14 र 20:21 मा पाउँछौँ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, बाइबलले एउटा प्रश्न धेरैले सोध्छन्। मर्कुस 11:13 पनि लेखिएको छ कि अन्जीरको फल लाग्ने समय थिएन, त्यसो भए येशूले अन्जीरको रुखलाई किन श्राप दिनुभयो त? यसको उत्तर अन्जीरको रुखको स्वभावमा लुकेको छ। त्यस समयमा अन्जीरको रुखमा धेरै पात देखिएमा सामान्यतया त्यसमा सुरुका खानेयोग्य फलहरू पनि हुने अपेक्षा गरिन्थ्यो। तर त्यो रुखमा धेरै पात थिए तर कुनै फल थिएन। त्यसले बाहिरबाट फल लागेको जस्तो देखिएको थियो तर वास्तवमा फल थिएन। येशूको उद्देश्य रुखलाई नष्ट गर्नु मात्र थिएन, उहाँले आफ्ना चेलाहरूलाई एउटा गहिरो आत्मिक शिक्षा दिनुभएको थियो। त्यो रुख इजरायलहरूका धार्मिक अगुवाको प्रतीक थियो। उनीहरू बाहिरबाट धार्मिक देखिन्थे तर परमेश्वरले खोज्नु भएको पश्चाताप, न्याय, दया र विश्वासको फल उनीहरूको जीवनमा थिएन। आज पनि यो शिक्षा हाम्रो लागि हो। हामी चर्च जान सक्छौँ, बाइबल पढ्न सक्छौँ, प्रार्थना गर्न सक्छौँ, तर यदि हाम्रो जीवनमा प्रेम, पवित्रता, आज्ञा पालना र पवित्र आत्माको फल छैन भने हामी पनि पात धेरै तर फल नभएको रुख जस्तै बन्न सक्छौँ। परमेश्वरले हाम्रो बाहिरी रूप भन्दा हाम्रो जीवनको फल हेर्नुहुन्छ। त्यसैले आज हामी आफैलाई जाँचौँ। हाम्रो विश्वास केवल देखाउने विश्वास नहोस्, तर अरूले देख्न सक्ने असल फलको भरिएको जीवन होस्। परमेश्वरले हामी सबैलाई बाहिरी धार्मिकतामा मात्र होइन, उहाँलाई महिमा दिने आत्मिक फल फलाउने विश्वासी बनाउनुहोस्। आमेन। जय मसीह।